ठीक छ के हुँदैन सब ठिकै छ सर धरान घुम्न आएको नुवाकोटदेखि हजुर नुवाकोटबाट हजुर धरान आउनु हजुर नुवाकोट जिल्ला म्याङ्गाङ गाउँपालिका वडा नम्बर 4 कुमदाङबाट यहाँ धरानको सर्ती खोला जलतर क्षेत्र घुम्न आएको अर्का सम्म पार्क भन्छ त्यहाँ घुम्न आएको रमाइलो रहेछ यो एउटा बगरमा यो हुन्छ यस्तो हुन्छ भन्ने कसैले सोचेको थियो त यो मैले अघि एकजना सोचेको थिइनँ रे यहाँ ट्याब्लेट खाने सुई लाउने मान्छे लुट्ने कुट्नेहरू यहाँ बास बस्थ्यो पहिला यहाँ त अहिले त तिनीहरूको त जराइदेखि उकालेर फालेर चाहिँ अहिले यहाँ त आमामा के छ मान्छेले गर्दाखेरि हुने नहुने केही पनि होइन आउनुहोस् तपाईहरुलाई हामी परिचय गराउँछौँ हामी उहाँ नुवाकोटबाट म यहाँ मोरङबाट हाम्रो भेट विगत 14 15 16 17 वर्ष अगाडि 2007 सालदेखि 2007 सालमा 7 सालदेखि 12 सालसम्म हामी कुवेतमा भेट भएका चिन्जान गरे पनि हामी कुवेतमा एउटै कम्पनीमा सँगै एउटै थालमा खाना खाएर एकै ठाउँ ड्युटी गरेर बसे मान्छे आज 17 18 वर्षपछि फेरि पुनः नेपालमा भेट भएको छ उहाँ नुवाकोटबाट यहाँ मोरङ आइपुग्नु भएको थियो अनि कन्ट्याक्ट हुँदाखेरि साथीभाइ भेटघाट भयो अनि घुम्न जाउँ भन्दै हामी धरान आइपुगेका छौँ धरान जहाँ श्रमदाताहरूबाट निर्मित हाम्रा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङज्यूको अग्रतामा बनेको यो पार्क तपाईहरुलाई हामी विस्तृत रूपमा देखाउनेछौँ त्यो पार्क घुम्नका लागि हामी आइपुगेका छौँ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला लाइक कमेन्ट र सब्स्क्राइब गरिदिनु होला हस्त धन्यवाद जलतर क्षेत्र संरक्षणहरू जलवायु महानगरपालिका आइपुग्यो भने अघि हिँड्दै मेरो पुरानो साथी हामी पार्कहरूसँगै बसेको ईश्वर गुरु हुनुहुन्छ ईश्वर भने त अब सबै साथीहरूले चिन्नुहुन्छ है हेर्नु त यति राम्रो पार्कहरू छ यो धरानमा उपमहानगरपालिकाको सर्दु खोलाको पार्क हो यो जहाँ हर्क साम्पाङ मेयरले श्रम गरेर यो जलाधार यो यस्तो खोला बगरलाई यस्तो पार्कमा परिणत गरिदिनु भएको छ आज हामी पनि घुम्न आएका छौँ हाम्रो पुरानो मित्र हुनुहुन्छ पन्त सर हामी र उहाँ कुवेतमा सँगै बसेका थियौँ 4-5 वर्ष गरे के हुँदैन भन्ने ज्वलन्त उदाहरण हो यो धरानका मेयर हर्क साम्पाङले गरेर देखाइदिनु भएको छ यो बगर थियो पहिला यहाँ मान्छेहरू यहाँ आउँदा डर लाग्थ्यो अरे अहिले यहाँ मान्छे फुलबारी रङ्गी
डाँडो पुग्ने त कुन चाहिँ लान्छ होला तपाईले काठमाडौँमा सुन मान्छे देख्नुभएको छ मैले भेटाएँ म त यो साँच्चीको मान्छे हो खालिएको मान्छे हो भनेर यसो छामेँ त सास पो फेर्दो रहेछ मैले सास फेर्दो रहेछ भनेको मुसुक्क हाँस्यो त्यो पनि है यो भनिरहनु नपर्ला नामै काफी छ यहाँ यो हेरिसक्दाखेरि यो कला संस्कृति यहाँको हेरिसक्दाखेरि तपाईहरु थाहा पाइसक्नुभयो होला यो कहाँको भिडियो भनेर कलाले भरिपूर्ण कुर्सीहरू छन् यहाँ विभिन्न आकृतिमा तस्बिरहरु साथ यहाँ चाहिँ भर्खर निर्माण हुँदै रहेछ हर्कबाद भनेर लेखिया छ यो ओपनिङ भइसकेको छैन अब हामी धरानी आराको देश सोच्न सकूं म देश बोल्न सकूं देशकै कर्म गर्न सकूं म देशकै लागि मर्न सकूं वाह समशास्त्री पार्क अन्नपूर्ण क्षेत्र म यहाँ एक रात फर्स्ट टाइम यहाँ छु यहाँ फर्स्ट टाइम आएर यही छु यहाँ धमाधम पार्कहरू निर्माण भइरहेछन् ल मैले यो खोजेको यो
दाउरा सिरेको पारा यता त प्रश्न क्षेत्र छ। यो नयाँ निर्माण हुँदैन के हो अब यहाँ हामी अब अहिले काठ टिप्ने ठाउँतिर प्रवेश गर्दैछु। यो पानीको तापक्रम कति होला? तापक्रम मौसम अनुसारको आजल कति होला? आइरहन्छ पानी प्राय त्यसै त त्यसको लागि त त्यसलाई त अब हामीले अब यो पार्क त घुम्यौँ हैन। अब यो पार्क घुमिसकेपछि तपाईलाई दुई शब्द केही भनिदिनलाई म आग्रह गर्छु ताकि हाम्रा अरू नगरपालिका, महानगरपालिका, उपमहानगरपालिका हैन साना जति पनि नगरपालिकाहरू छन् तिनीहरूले चाहिँ के पाठ सिकुन्, के भन्न चाहनुहुन्छ हजुर? म के भन्न चाहन्छु भने महानगरपालिका, उपनगरपालिका, गाउँपालिका, वडापालिका सबैले यो हर्का सम्मानको चाहिँ जस्तै सिपहरू सिक्नु जरुरी छ। हर्का सम्मान धेरै बोल्छ, प्याउ भन्छ, तर त्यति बोलेन भनेदेखि यो काङ्ग्रेस, एमाले, माओवादीहरूले सिङ्गै खाएर जिउँदी खाएर सिङ्गै हालिदिन्छ भने जस्तो गर्थ्यो होला। तर एकदम राम्रो छ हर्का सम्मानले गर्नुभएको, एकदम राम्रो छ। गाउँपालिका, नगरपालिका, वडापालिका सबैले हर्का सम्मानको जस्तै विचारधारा लिएर काम गर्नु पर्यो। पार्टीसँग कुनै सम्बन्ध छैन। पार्टी राम्रो होइन कि मान्छे व्यक्ति राम्रो हुनु पर्यो। व्यक्ति राम्रो हुनु पर्यो, व्यक्तिले विकास गर्ने हो, कुनै पार्टीले विकास गर्ने होइन। जस्तै हाम्रो अहिले चाहिँ प्रमुख नेताहरू भन्न प्रचण्ड, शेरे, केबीले जस्तो भन्न जनतालाई लुट्ने, जनतालाई धुट्ने, कुट्ने मात्रै गऱ्यो भने कहिले विकास हुँदैन। त्यसकारण सबैको विचारधारा एउटै हुनु पर्यो र हामीले अब त्यस्तो नेताहरूलाई भोट दिनु पनि बेकार छ, दिनु हुँदैन। अब सबैले यसमा चाहिँ विचार गर्नु होला। धन्यवाद। के पुलले यो सर्दु
वन झाँक्री कल्चुडा चरा यसलाई मनपाहा भन्दो रहेछ भ्याउ त होइन यो चाहिँ माम्पा हो झाँक्री दह ठ्याक्कै सर्दो खोला बगरमा यति राम्रो पार्क बन्छ भनेर कसैले सोचेको थियो त यो मिकिरी पुल हार्का सम्बन्धी बनाउनु भएको पहिला कल्पना गर्ने हो विकास हुन्छ कि देश चाइनातिर कि इन्डियातिर जानु चाहनुहुन्छ कि त्यसरी प्रथमले ओ यहाँ एउटा नाना रहेछ जस्तै तस्तै पार्क कल्पना पनि गरेको थिएन होला यो ठाउँमा यस्तो बनाइदिनु भएको छ जिल्ला बिकुल बजार म नुवाकोटको तपाईँ मोरङको तपाईँलाई यो पार्क कस्तो लाग्यो यो पार्कको विषयमा केही प्रतिक्रिया दिनु होला ईश्वर सर यो पार्क जस हाम्रा मेयर हर्क साम्पाङज्यूले राम्रो बनाइदिनु भएको रहेछ हामी पनि आज म पनि यही मोरङको भए पनि आज पहिलोचोटि आउँदैछु त्यो पनि अवसर तपाईँले जुराइदिनु भएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद र सम्पूर्ण मेरो युट्युब च्यानल हेरेर हेर्नुहुने साथीभाइ आमा बुवा दाजुभाइहरूलाई म के भन्न चाहन्छु भने एकचोटि पक्कै पनि यहाँ आउनु होला विभिन्न बगैँचा फलफुलका बोट बिरुवाहरू रोपिएका छन् अहिले त भर्खर सानै छ अब आउने 5-7 वर्षमा भनेको अझ रमाइलो रमणीय स्थल हुनेछ यो अहिले त सानै छन् यहाँ आँप देखियो कटहर देखियो मेवाहरू भए सुपारीहरू भए विभिन्न फलफुलका बोटहरू छन् भएन बालबच्चा खेल्ने चिल्ड्रेन पार्कहरू पनि बनाइएको छ र विभिन्न शालिग मूर्तिहरू पनि यहाँ बनाइएका छन् विभिन्न कलाकृतिहरू देख्न पाइन्छ अवश्य पनि यो भिडियो हेरेर तपाईहरु पनि घुम्न आउनु होला भन्दै हामीले आजको यात्रा यो पार्कको यात्रा यही स्थगित गर्यौं हस्त धन्यवाद।